अघि बिहान फेसबुक हेर्दै थिएँ अनि एउटा भिडियो देखेँ। अनि एउटा रवि विरुद्ध बोलिराख्ने नेताले चाहिँ हिजो रवि लामिछाने रूपन्देही जानुभएको थियो। अनि रवि लामिछानेलाई चाहिँ स्वागत गर्न हजारौँ लाखौँ जनताहरू रवि लामिछानेलाई भेट्नको लागि आउनुभएको थियो नि त। अनि त्यो भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल छ, त्यो फोटो एकदम भाइरल छ। अनि एकजना नेताले चाहिँ के भनिराख्नु भएको छ भने त्यो सब एआईले बनाएको हो, त्यो एआईको कमाल हो भन्ने हुन्छ कि उहाँले। सबै कुरा शेरबहादुर देउबाको पैसाको जस्तो उस गरेर हुँदैन क्या। त्यो शेरबहादुर देउबा रियल भिडियोलाई त एआईले बनाएको भन्नुहुन्छ तपाईँ। त्यो रवि लामिछाने त झन् रियलै हो नि, हैन? त्यही भएर सबै कुरा एआईबाट हुँदैन।